हेलो साथीहरु नमस्ते। म फेरि पनि आइसकेको छु चाउचाउ अन्डा बनाएको भिडियो लिएर। किनभने मेरो हस्बेन्डलाई चाहिँ चाउचाउ अन्डाको झोल खान धेरै मन थियो, त्यसैले मैले बनाइदिँदै छु। उहाँले चाहिँ मलाई बिहान नै भन्नुभएको थियो मलाई चाउचाउ अन्डा धेरै खान मन परिरहेको छ, तिमीले बनाइदेऊ न भन्नुभएको थियो, त्यसैले मैले बनाउँदै छु। मैले चाउचाउ अन्डा कसरी बनाउँछु भनेर हेर्नु होला, यो चाहिँ मेरो आफ्नै तरिका हो, मैले कसैबाट सिकेको होइन। मेरो हस्बेन्डलाई चाहिँ यसरी बनाएको चाउचाउ र अन्डाको झोल एकदमै मन पर्छ। अर्को कुरा, आफूलाई जसरी बनाउन मन पर्छ त्यसरी नै बनाएको राम्रो र त्यसरी नै मिठो हुन्छ। आफूलाई जसरी खानु मन पर्छ त्यसरी नै बनाएर खाने हो। यति कुरा गर्दा गर्दै मैले कपडा पनि उठाएर आइसकेको छु। कपडा उठाएर आउँदा मेरो चाउचाउ पनि पाकिसकेको थियो अनि मैले धनिया काट्नतिर लागे। साइडमा हेर्दा छोरीको लागि उसिनेको अन्डा पनि रेडी भइसकेको थियो र मैले चाउचाउ पाकेपछि चाउचाउ पनि प्लेटमा लगाइदिए अनि उहाँलाई लगेर दिएको थिएँ। उहाँले मिठो 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 धेरै मिठो भनेर खानुभयो। त्यसपछि मैले पनि खाएँ, मिठो 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 धेरै मिठो भएको थियो। थ्याङ्क्स फर वाचिङ।